हामीहरू सिलिगुडी बाघपुल भन्ने जग्गा टिस्टा खोला कहाँ कहाँ डुल्यौँ र के गर्यौँ हेरौँ है त। नमस्ते, म अंकिता, उता मेरो बहिनी भान्जी अनि अगाडि चाहिँ मेरो हस्बेन्ड र भान्जा अनि नानी हुनुहुन्छ। हाम्रो दिदीहरूको घरबाट लगभग 28 किलोमिटर टाढा बाघपुल हेर्न भनेर हामीहरू जाँदैछौँ। सबैले त हेर्नुभएको, म र मेरो बहिनीको चाहिँ फर्स्ट टाइम थियो र यता चाहिँ सबै फरेस्ट अरे भान्जा देखाउनु हुँदै थियो अनि हामी चाहिँ हेरिरहेका थियौँ। त्यति बिचमा हामी चाहिँ पुग्यौँ मालबजार। मालबजार चाहिँ सिलिगुडीको सबैभन्दा ठुलो बजार अरे, टाउन अरे, त्यो भन्नुहुँदै थियो। अनि हामी चाहिँ मालबजार अलिकति एन्ट्री गर्न आँट्यौँ, पुगेका छैनौँ, पुग्न चाहिँ आँटिसकिएछ। मलाई चाहिँ यस्तो खास गरी थाहा छैन, मालबजार भन्नुहुन्थ्यो। अनि यहाँ हेर्नु न कस्तो राम्रो भ्यू, कति राम्रो के सबै सब्जीहरू। हाम्रो आसामको हेर चाहिँ धेरै सस्तो पाउँदो रहेछ यता, हरेक चिजहरू मैले धेरै चिज नोटिस गरेँ, हरेक चिज सस्तो पाउँदो रहेछ। अनि हरियाली हेर्दै हेर्दै नयाँ जग्गा होइन एक्सप्लोर गर्दै गर्दै म चाहिँ यसरी क्यामेरा आफूतिर घुमाएर जाँदै थिएँ। अनि यता पुगेर यहाँ हेरेको त यो के कुन ठाउँ हो हजुरलाई थाहा छ भने कमेन्ट गर्नुहोला। त्यति नै बिचमा अनि भान्जाले चाहिँ लिएर जानुभयो पेट्रोल पम्पतिर, यता चाहिँ गाडीमा पेट्रोल भराउन भनेर। पेट्रोल भराउने बित्तिकै हामी चाहिँ यस्तो रफ्तारमा गयौँ नि, हेर्नु न कस्तो राम्रो हरियाली, चारैतिर पहाड पर्वत नदी नाला होइन, एकदमै धेरै राम्रो लाग्यो मलाई चाहिँ। मलाई मतलब सबैलाई नै एकदमै धेरै राम्रो लाग्यो। यहाँ हेर्नु न माथिबाट ट्रेन कुदेर आएको थियो अनि तलबाट हामीहरू, मलाई चाहिँ यस्तो हेर्न साह्रै नै मनपर्छ। अनि अलिकति भिडियो मैले क्याप्चर गरेँ। त्यति नै बिचमा हामीले चाहिँ देख्न थाल्यो टिस्टा खोला। यहाँ हेर्नु न कस्तो राम्रो शान्त हुनुहुन्थ्यो। अहिले चाहिँ टिस्टा खोला धेरै बढिरहन अरे र बाँदरहरू पनि छेउछेउमा यसरी बसिरहेको रहेछन्। हेर्नु यहाँ धेरै नै डुल्ने पर्यटकहरू आउनुहुन्छ नि त, अनि केही खाना भेटिन्छ भनेर होला यसरी बसेका। यहाँ हेर्नु न मलाई चाहिँ एकदमै डर लागिरहेको थियो देखेर। अनि यो चाहिँ ब्रिटिसहरूले बनाएको अरे बाघपुल, जो चाहिँ टिस्टा खोलाको माथि छ होइन। अनि त्यही हेर्न भनेर हामीहरू आएका। मलाई चाहिँ एकदमै धेरै राम्रो लाग्यो। मैले भिडियो देखेको थिएँ तर मतलब रियलमा चाहिँ देखेको थिइनँ नि त। अनि त्यही डुलाउन ल्याउनु भएको भान्जाले। अनि हामीहरू चाहिँ हेऱ्यौँ, यहाँ हेर्नु कति राम्रो दुईतिर पहाड, माझमा टिस्टा खोला, एकदमै धेरै राम्रो लाग्यो हामीलाई चाहिँ। अनि यहाँ उत्रेर भिडियो अलिकति मैले भिडियोहरू बनाएँ, जो हजुरले अगाडि नै हेरिसक्नु भयो होइन। अनि म हेर्दै थिएँ कतिको गहिरो छ भनेर, तर हेरेको त कस्तो रिङ्गटै लाग्यो, नभन्नु न कति गहिरो पूर्ण परारी टिस्टा खोलाको एकदम पुलकै माथि आएको भनेर कति न्युजहरूमा देखिरहेको थियौँ नि त होइन। अनि आज चाहिँ हेऱ्यौँ, आज चाहिँ शान्तै थिएँ। अब एकदम परिवेशहरू बहुतै ज्यादा राम्रो लाग्यो मलाई। धेरै नै मान्छेहरू आउनुहुँदो रहेछ हेर्न डुल्नलाई। अनि भिडियो चाहिँ हेर्नु कस्तो भएर अलिकति बाङ्गो भएछ। यो चाहिँ बहिनीले गरिदिएको भिडियो हो नि त। अनि अलिकति पछाडिको भिडियो पनि मैले गरेँ। मलाई चाहिँ गएर बहुत राम्रो लाग्यो। कस्तो ठन्डा हावा के, एकदम वेदरै ठन्डा। दिदीहरूकोतिर चाहिँ अलिक गरम, तर यता आएको चाहिँ अलिक ठन्डा भयो कि जिउ पनि। गर्मीमा चाहिँ घुम्न जान बहुतै राम्रो रहेछ। अनि उहाँ भान्जी बुनुहरू हुनुहुन्थ्यो। अनि यता अलिकति मैले भिडियो बनाएँ। यहाँ हेर्नु कति राम्रो दुईवटा पहाडको बिचमा यसरी नदी बगेको, कति राम्रो लाग्छ नि त हेर्न, हो कि होइन भन्नु त। अनि यहाँ हेर्न टिस्टा खोला चाहिँ कस्तो राम्ररी बगिरहेका थिए। अहिले चाहिँ धेरै नै बढिरहन अरे अगाडिको हेरी, जहिले हामीहरू गयौँ त्योभन्दा त बहुतै बढिरहन अरे। अनि यहाँ हेर्नु न हस्बेन्डहरू यहाँ हुनुहुन्थ्यो, सबैजना हुनुहुन्थ्यो। अनि यता पनि मैले भिडियो गरेँ, कति उताको मात्रै गर्नु भनेर यता पनि यताबाट बगेर आएका अरे। मलाई चाहिँ उल्टा बगे जस्तो लाग्यो नदी नि त, भरे थाहा भयो कि हामीले चाहिँ त्यस्तो देखेका रहेछौँ भनेर। अनि यता मेरो नानी, म, हस्बेन्ड, हामी सबैजना इन्जोय गरिरहेका थिएँ। अनि नानी चाहिँ माछा माछा भन्दै थियो। उहाँ न देख्नु नदेख्नु केटाकेटीलाई नि नदी देख्ने बित्तिकै माछा छन् जस्तो लाग्छ नि त। अनि हो भनेर हामी चाहिँ हेर्थ्यौँ। म चाहिँ अलिकति अगाडि बढेँ। अनि यताबाट भिडियो बनाएको त भान्जी र बुनुको फोटोसुट पुरा चलिरहेको रहेछ। त्यही फोटोसुटको बिचमा मैले पनि अलिकति कपाल हल्लाएर आफ्नो अलिकति भिडियो मैले बनाएँ। नयाँ जग्गा गएर धेरै नै राम्रो लाग्छ होइन, जुन नगएको जग्गा नगएको ठाउँ त्यहाँ पो जान मन लाग्छ होइन भन्नु त। उहाँ हेर्नु न पहाडको रस्ता, मलाई चाहिँ यसरी पहाडको रस्ता हेर्न धेरै नै राम्रो लाग्छ। आजको भिडियो यति नै।